मिथुन राशि हजुरहरूको 2083 सालको राशिफल सुन्नुहोस् है त। त्यस्तै हजुरहरूले मासिक राशिफल तथा महत्त्वपूर्ण ज्योतिषीय जानकारीको लागि हामीलाई फलो पनि गर्नुहोला। अनि हेराउन र चिना बनाउन चाहनुहुन्छ भने नम्बरमा सम्पर्क गर्नुहोला है त। 2083 सालमा हजुरहरूलाई राहु, केतु, बृहस्पति, सूर्य, शनि लगायत सबै ग्रहको गोचरले गर्दा आम्दानीको नयाँ अवसरहरू मिल्नेछ, आम्दानी बढ्नेछ, काममा जिम्मेवारी बढ्नेछ। हजुरहरूले गरिरहेको काममा हजुरहरूलाई अब जिम्मेवारी थपिने भयो। झुटा आरोप र अफवाहबाट हजुरहरू बच्नु होला है त। आफूले गर्दै नगरेको गल्तीको आरोप आउन सक्छ। त्यस्तै वर्षको मध्यमतिर, वर्षको बिचमा हजुरहरूको वैवाहिक जीवनमा अलिकति खटपट हुन सक्छ। घरभन्दा बाहिरको व्यक्तिको कारणले गर्दा हजुरहरूको सम्बन्धमा खटपट ल्याइदिन सक्छन् है त। त्यस्तै नयाँ साधन किन्ने योग बनेको छ। घर जग्गा खरिद बिक्रीको योग पनि बनेको छ है त। त्यस्तै यात्राको अवसर मिलेको छ। हजुरहरूलाई यात्राको अवसर मिल्नेछ, तर 2 र 8 भाव एक्टिभ भइदिएकाले अलिकति यात्रामा झमेला आउने, अचानक अप्ठ्यारो आउने, सोच्दै नसोचेको अप्ठ्यारो आउने यी कुराहरू हुन सक्छ एउटा कुरा। अनि समग्रमा हजुरहरूलाई चाहिँ ठुलो ठुलो अवसर आउन सक्छ कि एकदमै राम्रो अवसर आउन सक्छ। त्यो अवसर चाहिँ नगुमाउनु होला है त मिथुन राशिले। त्यस्तै उच्च शिक्षाको लागि यात्राको योग पनि बनेको छ। अहङ्कार घमण्डलाई नियन्त्रणमा राख्नु होला। मलाई ठुलो अवसर आछ के भन्ने अनि आफ्नो अहङ्कार घमण्डलाई बढी आयो भने त्यसलाई चाहिँ नियन्त्रण गर्नु होला। जति धेरै मेहनत उति धेरै सफलताको योग बनेको छ, त्यही भएर धेरै मेहनत गर्नु होला। परिवारमा मतभेद बढ्ने तथा साथीभाइबाट धोका पाउने पनि हुन सक्छ। अब यी कुराहरूमा विचार पुर्याउनु होला है त। त्यस्तै आर्मी, पुलिस अनि जो डाक्टर, आर्मी, पुलिस हुनुभयो, डाक्टर हुनुभयोहरू, यी 3-4 क्षेत्रमा जो आबद्ध हुनुहुन्छ हजुरहरूको एकदमै राम्रो छ है त। त्यस्तै चुनौती आउनेछन् हजुरहरूलाई, रिस्क आउनेछन्। हजुरले जो चुनौती मोल्नु भयो भने हजुरहरूलाई एकदम राम्रो फाइदा हुनेछ है त। त्यस्तै अचानक अप्ठ्यारो आउने, अचानक आउने झमेलाबाट बच्नु होला। गोप्य शत्रुले दुःख दिन सक्नेछन्। गोप्य शत्रु सलबल आउनेछन्, दुःख दिन खोज्नेछन्, बच्नु होला। नयाँ कुरा सिक्न मन लाग्नेछ, एकदमै जिज्ञासा बढ्नेछ कि मित्रको नयाँ काम गरौँ, नयाँ कुरा सिकौँ भन्ने हुनेछ। अनि बौद्धिक क्षमता पनि बढेर जानेछ, निर्णय क्षमता पनि बढ्ने वर्ष छ। सेयर कारोबार गर्नेले अलिकति सोच विचार गरेर लगानी गर्नु होला, हचुवामा लगानी नगर्नु होला है त। त्यस्तै नयाँ व्यापार व्यवसाय गर्ने सुरु गर्नु भएको छ भने अलिकति सोच विचार गर्नु होला, हचुवामा लगानी नगर्नु होला। जीवनसाथीको सल्लाहबाट गरेको कामले लाभ मिल्नेछ। सानो सानो कुरामा पनि जीवनसाथीको सल्लाह लिनु होला। घर जग्गा किन्ने बेच्ने सोच्नु भएको छ भने एकदम राम्रो समय छ। अब हजुरहरूलाई यो समयमा शुभ महिना चाहिँ हजुरको साउन, भदौ, मक्सिर, कार्तिक, फागुन शुभ छ है 2083 सालमा। साउन, भदौ, मक्सिर, कार्तिक, फागुन शुभ छ। चैत, वैशाख अलिकति मध्यम छ। चैत र वैशाख मध्यम छ हजुरहरूलाई। जेठ, असार, असोज, पुष, माघ बच्नु होला। यी महिनाबाट होशियार रहनु होला। यी महिनामा जेठ, असार, असोज, पुष, माघ घरयासी सामान र विलासिताका सामानमा खर्च हुन सक्छ। अनावश्यक खर्च नियन्त्रण गर्नु होला।